Hello everyone, welcome to my YouTube channel. हजुरहरुलाई स्वागत छ मेरो न्यू डेली ब्लगमा र आज फेरि अब अर्को भिडियो लिएर आइसकेको छु। आज हिजो चाहिँ सत्यनारायणको पूजा थियो र राति चाहिँ कीर्तन थियो र आज चाहिँ भण्डारा खुवाइरहेको छौँ र त्यही भएर चाहिँ आज बिहान फेरि अर्को भिडियो लिएर आइसकेको छु। भण्डाराको वाला कसरी भण्डारा खुवाइरहेको छौँ, कसरी के गरिरहेको भनेर त्यही भएर चाहिँ अब के हुन्छ सबै देखाउने छु हजुरहरूलाई। अनि भिडियो चाहिँ अन्त्यसम्म माया गरेर हेरिदिनु होला। हेर्न सक्नुहुन्छ आज चाहिँ भण्डाराको लागि चाहिँ यहाँ मालभोग रेडी हुँदैछ। यहाँ खाना पकाइराख्नु भएको छ आन्टी, मेरो माइली आन्टी, मेरो मम्मी अनि दिदी चाहिँ पुरी पकाइराख्नु भएको छ। यहाँ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ अहिले मालभोग रेडी हुँदैछ र पाकिरहेछ। अनि यतातिर चाहिँ आम टमाटर सानी काटेर रेडी भइसकेछ। यतातिर मसला पनि रेडी भइसकेछ। यतातिर चाहिँ तरकारीहरू मिलाएर सबै यहाँ हुँदैछ। आज चाहिँ हामीहरूको हिजो चाहिँ पुरी, हिजो चाहिँ सत्यनारायणको पूजा थियो, राति चाहिँ कीर्तन, आज चाहिँ भण्डारा। हेर्न सक्नुहुन्छ म अगाडि फेरि देखाउने छु हजुरहरूलाई। सबै फुल भिडियो हेरिदिनु होला र इन्जोय गरिदिनु होला। उहाँ चाहिँ मेरो जेठी माइजू नर्कमा हुनुहुन्छ आन्टी। अब यो चाहिँ स्टोभ भएको छ अहिले। मैले मालभोग खानाको लागि चाहिँ अहिले बन्द भएको छ। यहाँ मेरो देउरानी, मेरो नन्द बखान अहिले चाहिँ बिहानको 11 बजिसकेछ, 11:30। अनि हामीहरू चाहिँ सबैजना भोकै बसेछ, धेरै भोक लागिरहेछ। अब मामा बाबु बाबु मेरो बाबुको बन्दुक अहिले चाहिँ यहाँ भण्डाराको लागि पुरी बनाउँदैछन्। कोही बेलिरहेछ, कोहीले बनाइरहेछ, सबभन्दा लाभ चाहिँ आन्टीवाला सासूलाई लाग्छ, जवानकीवालालाई। मेरो आँखा जस्तो भइरहेछ, फेरि कीर्तन भइरहेछ। हजुरहरूलाई कीर्तन पनि देखाउँदैछु।
अहिले चाहिँ कीर्तन समाप्त भएर अहिले चाहिँ जय जयकार भइरहेछ। जय जयकार चालू छ, सुरु भएको मनिहारिन बाबा की, वाली ठाकुर की, पूरा गांव ग्राम की, भरस्थानी महाराज की, कोठारी भंडारी की, वहाँ के अधिकारी पुजारी की, राम के सुख से कृष्ण के जय महिमा प्रसाद पर संतोष भोग लगाएंगे। श्री हरिहर। अहिले चाहिँ भण्डार खाइसकेपछि त्यस्तै बसेछन्। र अब चाहिँ हामीहरू जेठानी देउरानी मिलेर अब चाहिँ हामीहरू बिदाई सबैजनाको बिदाई गरिरहेछौँ, हेर्न सक्नुहुन्छ। लगा ले मित्र कौन सा फिटो लगा लेना सब भटने बन गए अभी सामान बिट्टू बिट्टू सो फाइनली आजको भण्डारा चाहिँ सकिसकेछ। हामीहरू चाहिँ भगतहरूलाई चाहिँ भण्डारा खुवाएर र तिनीहरूको बिदाई गरेर चाहिँ सकिसकेछौँ। अहिले चाहिँ यहाँ सुनसान छ घर आज र सबैजनालाई बिदाई गरिसकेपछि चाहिँ हामीहरू चाहिँ खाना खाएर अहिले कोठामा छौँ, किनकि अब दिनभरिको भागदौड गर्दा गर्दा शरीर चाहिँ गलिसकेछ, निद्रा पनि लागिसकेछ, थकाइ पनि लागिसकेछ र मेरो बाबुलाई चाहिँ अहिले निद्रा लागिरहेछ, मलाई पनि निद्रा नै लागिरहेछ। र हाम्रो भिडियो हजुरहरूलाई कस्तो लाग्यो पक्कै पनि राम्रो लाग्यो होला भन्ने आशा छ। आजको लागि चाहिँ भिडियो यति नै राख्छु। शुभरात्रि, बाइ बाइ।